एभ्रिवान, वेलकम छ हजुरहरूलाई दिवाङ युट्युब च्यानलमा। आज चाहिँ म हजुरहरूलाई घरमै भएको भेजिटेबलहरूले कसरी हेल्दी होममेड स्यान्डविच बनाउँछु हेर्नु होला र तपाईहरु पनि एकचोटी ट्राई गर्नु होला। एकदमै मिठो र हेल्दी हुन्छ है। सुरुमा चाहिँ मैले गाजर, काँक्रा, प्याज, टमाटरलाई चाहिँ मजाले पानीमा पखाले अनि चपिङ बोर्डमा राखेर मसिनो हुने गरी कटिङ गरे। त्यसपछि एउटै भाँडामा सबैलाई मिक्स गरे अनि मैले दही पनि एड गरे 2 चम्चा। नुन चाहिँ नहाल्दा नि हुन्छ, दही हालेपछि। दहीको सट्टामा हाल्ने हो खासमा यो चाहिँ। यसमा चाहिँ हजुरहरूले टेस्ट अनुसारको नुन पनि हाल्न सक्नुहुन्छ। मैले चाहिँ नुन हालेको भिडियो खिच्नै बिर्सेछु। सबै हालिसकेपछि चाहिँ मजाले मिक्स गर्ने अनि ब्रेडको माथि मजाले लगाउने। फ्राई प्यानमा थोरै बटर राखेर 2-3 मिनेटसम्म मजाले उल्टाइ पल्टाइ सेक्ने। त्यसपछि रेडी हुन्छ। मैले चाहिँ स्यान्डविचसँगै म्याङ्गो चिज पनि बनाइरहेको छु। सुरुमा 3टा म्याङ्गो लिएर मजाले काटेर मिक्सरमा लगाएँ अनि त्यसपछि त्यसमा पनि मैले दही एड गरेँ किनभने मलाई चाहिँ दही एकदम मनपर्छ। त्यही भएर मेरो बाबु पनि दही एकदमै मन पराउँछ, त्यही भएर दही एड गर्छु। ल है साथीहरू, बल्ल मेरो हेल्दी ब्रेकफास्ट रेडी भयो र मेरो बाबु खुसी भएर खाँदैछ अनि मैले पनि खाएँ। हजुरहरूलाई कस्तो लाग्यो मेरो भिडियो हेरेर? लाइक कमेन्ट गरिदिनु होला। धन्यवाद।